and this is the final game for Madaristas of World Cup 2026. Yes guys, हामीले सपोर्ट गर्ने दुईटै टिमको चाहिँ आज गेम सकिएको छ. फ्रान्स भर्सेस इङ्ल्यान्ड, अ कम्प्लिट एब्सोल्युट सिनेमा. फर्स्ट हाफमा इङ्ल्यान्डको 4 गोल 4-0 हुँदा त लाइक फ्रान्सले अब आज 9-10 गोलै खाने भयो भन्ने हामीले सोचिसकेका थियौँ. तर वाट अ कम ब्याक फ्रम फ्रान्स इन द सेकेन्ड हाफ. 4 गोल, 2 गोल इन द फर्स्ट 9 मिनट, 54 मिनटमा ब्राडली बार्कोलाको अर्को गोल र 90+6 मिनटमा उस्मान डेम्बेलेको गोल वाज अ एब्सोल्युट ब्याङ्गर. त्यही थियो आजको गेम चाहिँ एकदम इन्टरटेनिङ थियो होइन. सुरुमा चाहिँ फ्रान्सको गेमको एप्रोच चाहिँ एकदम स्लो होइन, लेजी, ट्र्याक ब्याक पनि राम्रोसँग गरिरहेको थिएनन्. अनि वाट अ पिटी गेम फ्रम द डिफेन्सिभ लाइन अफ द फ्रान्स इन द फर्स्ट हाफ. बट त्यो 4वटा चेन्ज इन सेकेन्ड हाफ चेन्जेस इट अल. गोल फ्रम एम्बापे, अनि द्याट डिफेन्सिभ लाइन फ्रम इब्राहिम कोनाटे एन्ड अल. आजको गेम जे होस् एकदमै रमाइलो भयो है. यसको साथसाथै एम्बापेले 2 गोल पनि थपेको छ आफ्नो, भनेपछि हि इज एट द टप with 10 goals for the golden boot race. त्यही हो. आई होप एम्बापे विन्स द गोल्डन बुट. एन्ड भोलिको गेमको लागि प्रेडिक्सन चाहिँ आइएम न्युट्रल गाइज. भोलिको गेमको लागि जसले जिते पनि आई विल इन्जोय द फाइनल है. द्याट्स इट. वर्ल्ड कप 2026 वाज एब्सोल्युट banger and full of surprises, and this is one of them. There you guys, thank you for watching us, thank you for supporting us, keep loving football. Hala Madrid, Inadamas.